मेरो घर कहाँ छ? यसको उत्तर के हुन सक्छ त? सजिलै भन्न पर्दा नेपालमा छ मेरो घर, काठमाडौँमा, जहाँ मेरो परिवार बसिरहेका छन्। तर यो ठाउँ जहाँ म अहिले तत्काल बसिरहेकी छु, के यो ठाउँ मेरो घर होइन र? बाहिरी संसारबाट थाकिँदा हतारिँदै जब म मेरो कोठामा फर्कन्छु र आनन्द महसुस गर्छु, के यो आधारमा जर्मनीमा छ मेरो घर भन्न मिल्दैन र? म एक महिला हुँ, त्यसैले चलन अनुसार विवाह पश्चात आफ्नो श्रीमानको घर जानु पर्छ रे म। अनि त जन्मदाताको घरलाई माइती भन्न पर्ने र श्रीमानको घरलाई अपनाउनु पर्ने रहेछ। त्यसो भए साँच्चैमा कुन चाहिँ मेरो घर हो र? पहाडी क्षेत्रमा रहेको मेरो गाउँ, जहाँ मैले जन्म लिएँ, जहाँ हामी पुरै परिवार मिलेर दशैं मनाउँथ्यौं, त्यो मेरो घर होइन र? मेरो प्रिय साथी, जो म भन्दा 12 घण्टा टाढा बस्छे, तर यही जर्मनीमा, उसकोमा जाँदा म भुल्छु कि म विदेशमा छु भनेर। के ऊ बस्ने ठाउँ चाहिँ मेरो घर हो? एक दिनको कुरा हो, बहिनीसँग कलमा थिएँ र मैले भने घरको याद आयो। उसले सोधी, मेरो याद आयो? मैले सच्याउन खोजे, होइन घरको भनेर। उसले सोधी, के म तिम्रो घर होइन र? र म अलमल्ल भएँ। घर के हो त? एउटा ठाउँ या मान्छे? कि एउटा मान्छेको अनेकौं घर हुन सक्छ र? मेरो बुझाइमा सबै घर हो जहाँ र जोसँग म सुरक्षित महसुस गर्छु, मायाको अनुभव गर्छु। म बन्न पाउँछु र म संसार भुल्छु। मेरो घर म आफै हुँ। मेरो घर मेरो परिवार हो। मेरो घर मेरा साथीहरू हुन्। मेरो गाउँ मेरो घर हो। यो जर्मनी पनि मेरो घर हो। यो सारा संसार मेरो घर हो। र मेरो घर त्यहाँ छ जहाँ मेरो मन लाग्छ।